सबैकोमा सहयोगी मन कहाँ हुन्छ र? गोजीभरि प्रशस्तै धन बोके पनि आज गरिब दुखीलाई हेरचाह गर्ने मन भने पटक्कै नहुँदो रहेछ। सहयोग गरे पनि एउटा देखावटी हिसाबले मात्र गर्दछ। कान्छा, ए कान्छा, होइन कान्छा कहाँ गएछ? ए कान्छा अन्त के गर्दैछस् हौ? बसाइ नि दाजु, ठिकै हुन्छ अन्त? म पनि ठिकै छु। आउनु नि दाजु भित्रै। सुनेको थिएँ तेरो घर त भुइँचालोले बाङबुङ भत्कायो भनेर, त्यही हेर्दै आएको घुम्दै। त्यही त यी सबै हेर्नु नि, भत्काइदिए नि। ए लो घर त अन्त बिजोक भएको रहेछ नि त, बिजोक। लो त होइन, घरको हालत त पुरै खराब भएछ त भाइ। अन्त अहिले बसाइ चाहिँ कहाँ छ अन्त? बसाइ त अहिले दाजु पल्लो घरमा डेरा हालेर बस्दैछु नि। अहिले त बिजोक छ नि दाजु, बिजोक। त्यही त भाइ, तेरो त बिजोक रहेछ बिचरा। घरको हालत पनि यस्तो रहेछ लथालिङ्गै। अब के गर्छस् केटा, अब दुःख पाइहाल्यो। त्यही त भाइ, तेरो घरको हालत त एकदमै खराब नाजुक रहेछ हो। त्यही त अस्ति गाउँमा कुरा त हुँदै थियो, तल्लो घर कान्छाको घर भूकम्पले बिगारिदिएको छ भनेर हो। त्यही भएर म चाहिँ आज घुम्दै आएको तेरो घरमा। म चाहिँ भन्छु अब तँ हरेस नखा हो। अब तँलाई आफ्नै भाइ सम्झेर अलिकति सहयोग तँलाई म गर्नेछु। अब धेरै थोरै यति नै छ मेरोबाट हो। ल लारा सहयोग। हुन्छ, तपाईँ धेरै धेरै धन्यवाद। यस्तो अवस्थामा तपाईँले मलाई सहयोग गर्नुभयो। तपाईँ जस्तो महान व्यक्ति कोही पनि छैन होला। तपाईँलाई धन्यवाद। यस्तो अवस्थामा तपाईँले मलाई सहयोग गर्नुभयो। ल भाइ, राख न। यस्तै त अब गाउँ छिमेकी भनेको दुःख सुखमा साह्रो गाह्रोमा सहायता गर्ने त गाउँ छिमेकी हो होइन। ल कान्छा बस ल, म गएको। अब त्यस्तै हो, दुःख नमान्नु। अब सबै घरमा यस्तो पर्छ हो। अब खर्च पानी अलिक अब बिचमा पुगेन भने भन्नु मलाई, म अलिक थपिदिउँला होइन। अब यतिले त हुनु त अब पुग्दैन तेरो खर्च, मलाई थाहा छ। ल म गएँ ल कान्छा, ल बस है। अपुई यो त नक्ली पैसा पो रहेछ हौ। होइन अपुई, यो दाजुले मलाई सुना लगायो। दाजु, ओ दाजु, दाजु, ओ दाजु, पर्खिर। तिम्रो यो नक्ली पैसा पनि लिएर जाऊ। कस्तो मान्छेहरू बस्छ हो यहाँतिर त। चुरनको पैसा दिएर फुर्ती लगाउनु खोज्छ। यस्तो मान्छेले सहयोग गर्छु भन्छौ भने कस्तो खाले मान्छेहरू। No.